शिक्षा जस्तो लागेन हेलो अब कहाँ हुनुहुन्छ हौ नुसा सब भयो नि ला अघिदेखि कल गरेको नुसा हामीलाई एहे ला हौ हामी त आज नपुग्नै पर्यो कि हामी त अन्त आधी बाटो पुग्यौँ त आफू कहाँ पुग्यो हामी त यता तपाईँको पछि नै भाउजू त्यहाँ टिस्टा त्यहाँ पुग्छौँ त हौ लु बिस्तारै आएको नि त हामी त कि दा अघि हिँडेको 2 बजी नै हजुर नम्बर छ होइन छ दादा हामी त बिहानै हिँड्छौँ भोलि ल पक्का दा पक्का रेल होइन रेल होइन नि साँच्ची नै भन्नुभएको साँच्ची नै अलिकति मिस्टेक भयो त उता जान्छ ढिलो भयो नि त अर्कै गाडी ल्याएर आउने भोलि हामी होइन रेल नगरी भनौँ न दा हामी त आधी बाटोमा छौँ त ए हो र हजुर हुन्छ आज होइन त्यही भयो नि त साँच्ची नै गरेको होइन अहिले भरे 7 बजीतिर मात्रै आउँछ आज चाहिँ आइपुग्नु न तर हजुर सर 7 बजी मात्रै आइपुग्ने 7 बजी मात्रै आइपुग्छौँ तर अहिले चाहिँ आज चाहिँ आइपुग्नु न ल ए हामी टिस्टामा चाहिँ छुन कि त भर्खर यहाँ सिलगढीमा छु कि अब निस्किन आँटेको तेल हाल्नु चाहिँ हाल्नु यहाँ भान्जाकोबाट के माग गरेछ त मामा तेल हालिदिनु न मेरो फोनमा होइन हौ कस्तो यत्रो केटाहरू बाइक कुदाएर तेल हाल्ने पो माग्छ अन्त ल म पनि हालिदिँदैछु हुन्छ ल 500 रुपियाँ हाल्छ ल यही नम्बरमा हालिदिनु नि हामी चाहिँ अब कालिम्पोङ जानु आँटेको होइन के भयो भन्दा चाहिँ हाम्रो है सेवार चुम्बो च्यापुङ टोलीलाई चाहिँ अचानक इन्भिटेसन आएर नगए पनि नहुने भएर चाहिँ हामी अहिले म र मेरो दाजु चाहिँ यता सिलगढीमै छ तरै पनि हामी चाहिँ यहीँबाट 2 भाइ चाहिँ कालिम्पोङ जाँदैछौँ अनि हाम्रो टिम चाहिँ उता बिजनबारीबाट नै आउँदैछ र अब चाहिँ हामी बाइकमा 2 जना चाहिँ हिँड्नु लागेको यहाँबाट होइन अब हाम्रो ब्यागहरू रेडी छ हेलमेटहरू पनि रेडी छ सो वी आर हेडिङ टुवर्ड्स कालिम्पोङ वी मिस मुकेश शैलेश होइन हाम्रो दादालाई पुरन दादालाई पनि मिस गरेको छौँ केटाहरू आफ्नो प्राय कामले गर्दाखेरि आउनु पाएन अनि स्पेसियली आविष्कार भान्जा हाम्रोलाई सबैलाई मिस गरेको छौँ है हामी लागेको अहिले हात्तीमा हुनुहुन्छ कहाँनिर हुनुहुन्छ हौ हामी त मेला ग्राउन्डको माथिल्लोपट्टि ए पुग्नु भयो हजुर हामी जस्ट अब यहाँ आधी घन्टा ए हस् हुन्छ यहाँ सरस्वतीलाई कल गरौँ न तपाईँले गाडीमा आउनुहुँदैछ तपाईँको पर्सनल त सरस्वती बहिनीहरू अलगै हो ए हस् हुन्छ हजुर छ हामी चाहिँ कालिम्पोङ आइपुग्यो होइन यहाँ चाहिँ स्टलबाट मोमो खानुहुँदैछ अझ होइन दादा 4 प्लेट ल 7 प्लेट एक-एकवटा मोमो नखाने भने नखाने पटकै नखाने कम्बो हुँदैछ गाइस कम्बो नि हो बापुडेको चाहिँ दामी लाग्दैन तर अरू चाहिँ त्यस्तै हो कि ठिकै छ खोलामा चप भुजा मोमोको अचार लियो पहिला नै हाम्रो मोमो कस्तो लाग्यो दामी थियो राम्रो लाग्यो प्राइस अनुसार गरिदिनु मोमोला हो यो चाहिँ के हो तिम्रो आउँदैछ ल यो के हो यो छोला हो छोलामा भुजाम छ या चप पनि छ अरे एक रिभ्यू दिउँ न अन्त खाएर कस्तो लाग्यो राम्रो छ है ठिक छ गाइस सब चाहिँ मोमो ट्राई गर्छु एउटा के छ एक केला मोमो ल ठिकै छ त्यति भाइ न प्याङ डाइरेक्ट भएर आसान ओके हाम्रो होइन चिप्सहरू लाँदैछौँ बेलुकाको लागि
फुड स्पोन्सर थ्याङ्क यू जेडी म एक्लै खान्छु यो है तिमीलाई दिन्न ओके तिमीलाई दिँदै दिन्न कसैलाई दिन्न अरे ओइ खान्छे तैँले बस्नुपर्छ भनेर मिलाएको होइन त रुम कता छ अरे फोन त र आदान बस्छ हामी कालिम्पोङ आइपुगिसकेको छौँ र मेरा प्यारो नुसा र यता ला खै चलेकै छ नुसा नि हौ र आदाङ बस्छ फोन त मेरै हो नि हामी अहिले फिलहाल कालिम्पोङ आइसकेको छौँ र मेरो प्यारो नुसा अमन्डी च्याम्चङ मलाई भेटिसकेको छु र मेरो भान्जा सेवारो भान्जालाई भेटिसकेको छु हो यो फोन चाहिँ मलाई यता भान्जालाई पनि दिएको आइफोन किन्यो भने चाहिँ यो फोन चाहिँ ज्यादा भएर मलाई भान्जाले दिएको यो अब अर्को फोन अब 17 प्रो किन्ने आँटेको छ भान्जाले त्यो किनेपछि यो फोन पनि अवश्य मलाई दिन्छ भनेर चाहिँ आशा गरेको छु मैले माथि पुगेर ल त मजाले बात गरौँ न माथि पुगेर बहिनी पछाडि बसिरहेको छ भन्छु सरस्वती हजुर कालिम्पोङमा फर्स्ट टाइम सेवारुचुम्बा आइपुगेको छ आयो अब आयो अब यहाँ आयो हुन्छ थ्याङ्क यू सतिका दिदी होइन सतिका दिदीलाई धेरै धेरै धन्यवाद हजुर हामीलाई निम्ताउनु भएकोमा हजुर अनि जिडिआले फोकस छ बाटोमा अहिले चाहिँ हाम्रो म धेरै कति हो 1 महिना बाद भेट होला है 1 महिनाको बादमा हामी भेटेको छौँ तुषासँग तुषासँग र मेरो फोनको क्यामेरा त यस्तो राम्रो छैन तर पनि आइफोन भन्दा कम्ती दाम छैन बन्दिले बाली पनि यहाँ अगाडि बाइक चलाउँदैछ हो बनाएर पनि चलाइरहेको छु आदाङमा चाहिँ चलिरहेको छ गोजीमा गाँठ छैन गाँठ नभएपछि आइफोन किन्ने आँट छैन हो अब आकाशको तारा कन्नुके छ र मनाको दुःख भन्दिँदैछ भन्नुके छ र होइन अब कुरामा कुरा होइन हजुर हाम्रो फर्स्ट टाइम हो अब कालिम्पोङमा तर अब केटाहरू हामीसँग छैन त्यसो त होइन कि पछाडि गाडीको कात आउँदैछ है एकदम हुँदै आउँदैछ पर्सनल कामहरूले गर्दाखेरि हाम्रो कतिजना टिम मेम्बरहरू छैन नि त होइन हजुर हामी धेरै मिस गरिरहेको छौँ उहाँलाई होइन एकदम सम्झना छ मेरा प्यारो भाइ बहिनीहरू मदेखि त तलै मात्र छ जे भए पनि होइन एकदम सम्झेको छु आएको बा होइन रमाइलो हुन्छ नि त होइन सँगसँगै मिलेर पालङ बेलाङ गीत गाएको भए नाच्दै पालङ गीत गाएको भए कति मजा आउँथ्यो होला भन्ने आइया मेरो त 6 प्याक निस्किन्छ त यस्तो पाल्छु हामी अन्त 6 प्याक होइन त अरू केही निस्किन्छ हो यही बाटो त हो डेलो जाने दिवसको ससुराली जाने बाटो यही हो क्या यही ल हामी आइपुग्यौँ है यति बाटो उडी राख्दा पनि हुन्छ हुने कुरा आउँदैन फेरि ओके हजुरहरूको कृपाले गर्दाखेरि यहाँसम्म हामी आइपुगेको छौँ र हेर्दै गर्नु होला नजरले हेर्दै गर्नु होला मायाले हेर्दै गर्नु होला भिडियो गर्दै गर्नु न ल ऱ्यान्डमले धेरै धेरै खुसी भयौँ हामी है र तपाईँ के थरी म न्यङ थाको है हजुर म त चङमाङ थाको है ल चङमाङ थाको भरे म चाहिँ हो र हामी यसरी भेट भयौँ यता चाहिँ म चाहिँ अमन चेम्चङ यता चाहिँ खेवा हजुर यता चाहिँ साम्बा बहिनी चाहिँ सम्हालिन्छ होला हो र हाम्रो टिमहरू आउँदैछ र हेर्दै गर्नु होला आदाङ बादाङमा चाहिँ यसरी भेट भयौँ होइन अब हामी चाहिँ अब यहाँ आन्ने आउनुहुन्छ सबैले मान्ने हाम्रो सतीको आन्ने आउँदै हुन्छ हेर्नु होला मायाले बेर्नु होला नजरले केर्नु होला त मलाई राखे यता केर्नु होला हौ त यता केर्नु होला यता केर्नुहोस् यसो विपद सुपद गरेर पठाइदिनु केटाहरू 3 जनालाई जम्ले जस्तो देखिँदो रहेछ क्या अन्त्यमा त झन्डेले गयो दाम छ यिनीहरूले चाहिँ ए तलविन्दरको ठुलो बिग फ्यान हो एकखेप बहुन नि त भर्खर गएको जस्तो एकखेप बहुन लु उयो मिठाई डल्लै दिन्छु तिमीलाई छिटो न लु दादाहरूको लागि गइजाउँ न एक
तेरे के अरे गोलु छिटो न तिम्रो च्याप्रुङ चाहिँ कुन चाहिँ हो भाइ यो हो यता त हेर्दैौ न अन्त एकखेप ब्लगमा हाम्रो 3 जना भाइहरू अन्त भाइहरू भोलि चाहिँ कसरी नाच्ने हो जोससँग जोससँग नाच्ने हो च्याप्रुङ चाहिँ कुन चाहिँ बोक्छ केटाहरूले भाइले चाहिँ यो बोक्ने हाम्रो 2 जनाले चाहिँ अन्त यो बोकेर चाहिँ कतिको नाच्नु सक्छ केटाहरू उफ्रिनु सक्छ यो बोकेर नाच्छ है भाइको चाहिँ कुन चाहिँ अरे च्याप्रुङ यता देखाउनु अन्त यहाँ भिडियोमा ए लजाउँदो रहेछ भर्खर चाहिँ तलविन्दरको गीत गाउँदै कसले म्युजिक टेस्ट अन्त ग्रेट रहेछ तपाईँको हाम्रो रुममा आजको लागि होइन सबैलाई सिङ्गल सिङ्गल बेड दिएको रहेछ अनि यो चाहिँ हाम्रो लिम्बूको च्याप्रुङ के हो यहाँ छ म देख्दैछु आइम अन क्यामेरा है ठिक छ अहिले 10:30 भएछ अबाउट टु स्लिप भिडियो जिडी देखिँदैछ अब भिडियोमै मस्त हो फेरि के अपडेट प्रोग्रामको बारेमा विशेष गरेर आज हामी कालिम्पोङ आएर हामी यहाँ त हल्टको लागि हामी एकदमै सबैजना रेडी भइसकेको छौँ अलिअलि खेला पनि हामीले प्र्याक्टिस हल्का गरेको छौँ अलिकति सल्लाह खल्ला गऱ्यौँ त्यसको साथसाथमा जो पनि कालिम्पोङ सशक्तमा आउन चाहनुहुने इच्छुक महानुभावहरू हुनुहुन्छ आदाङमा हुनुहुन्छ यहाँहरूलाई हामी आन्तरिक हृदयबाट नै सुस्वागतम स्वागत जनाउँदै तर यो भ्लग आउँदा चाहिँ 400 सायद सकेको हुन्छ होला तर पनि होइन आउने आगामी सालमा आउने सालमा भन्ने कुरो त एकपल्टले होइन त होइन सधैँ पर्छ र यस्तो कार्यक्रममा हजुरहरू सदा सर्वदा जो पनि इच्छुक मानवहरू सबैलाई हामी आन्तरिक हृदयबाट नै वेलकम गर्नुहुन्छ 7:47 इन कालिम्पोङ यस्तो छ घाम लागिरहेछ घमाइलो छ हिजो आउँदाखेरि चाहिँ एकदम अँध्यारो थियो डाँडा पाखा केही पनि देखेन तर यहाँबाट यतिको भ्यू त दामी नै हो अनि आज चाहिँ हामी मेला ग्राउन्डमा हाम्रो प्रोग्राम छ अनि त्यसको तयारी हुँदैछ अघि ड्रेसहरू पनि प्रेस गऱ्यौँ हो अनि धेरै यताउता ल्याङफ्याङ भइरहेको छ कामहरू हो युडी दाले गाडी पुस्नुहुँदैछ तल जिडीले चाहिँ टुथब्रस ल्याउनु बिर्सेछ अहिले चाहिँ टुथब्रस किन्नु गएको लाग्छ बाइक रोक्दैछ है मेरो यो चाहिँ तिमीले अन क्यामेरा पनि भन्नु पऱ्यो नि त के अरे तिमी सबैभन्दा ज्यादा खाने किसिम चिकन भन्नुहुन्छ कस्तो छ के छ ठिकै छ अन्य चिया के हो चिनीको खाएको छैन तिमीले चिया खाएन खाएको खाँदैनौ चिया नै ल बसेर ल सबैजना खाँदैछ
हातैमा राम्रो चुरी राम्रो खानुमा राम्रो यहाँ क्यामेरामा भन्नु राम्रो चुरी राम्रो खानु राम्रो पुरी राम्रो बाहिरको केटी जति नै हेरेपछि आखिरमा अन्तिममा घरकै बुढी राम्रो कडा है हुन्छ राम्रो हजुर अब अहिले त यहाँ खाएर हामी माग सुन्छौँ दिउँसोको चाहिँ कहाँ हुन्छ थाहा छैन हामीलाई ओके 10 मिनटको टाइम छ 10 मिनट दियो कि त्यो अनुसारले हुँदैन किन भन्दाखेरि नै अब कतिवटा त्यस्तो हुन्छ अब त्यो नाचेर ब्याङ नाचेर सिजानु मात्र त भएन अब विधि विधानसँगले बस्नु पऱ्यो विधि विधानसँगले नाच्नु पऱ्यो सुरु गर्नु पऱ्यो होइन कहाँ 10 मिनटमा त पस्दा 10 मिनट त सकिरहेको अहिले हाम्रो रिहर्सल हुन आँटेको केटा प्र्याक्टिस हो अलिकति कस्तो चिसोले खरक्क भएको जस्तो भयो अनुहार कुन चाहिँ के चाहिँ यो होइन तारे बजाउँछ त्यो त होइन नि त भिजो हुन्छ उयो म बोक्छु किन हेर कस्तो सेक्सी देखिरहेको हेर अब राम्रो भनेको त कम्प्लिमेन्ट भयो त कस्तो लजाको कस्तो छ अहिले तिम्रो चिसो ठिक छ राम्रो छ यार तपाईँको मिर्गा नाचेको राम्रो छ यो मरे हैन मरे यहाँ रोक्नुपर्छ है सबैजना यो तानेर मारेर रोक्नुपर्छ ल त्यहाँ साह्रो गरेर तिम्रो रिक्स है अन्त ओके छ त अन्त फिटनेस त केटाको एउटी दा फिटनेस त ओके छ त केटाको गोलु स्टेट छ त अन्त मलाई तिमी उठ्नु सक्छ लु फिटनेस छिटो न त्यो अब भर्खरको बटरफ्लाई केको आम्मा लु 1 ह्यान्ड पुसअप छिटो न ए अब देखाउनु पर्यो नि हो त मान्छेलाई डायमन्ड चाहिँ कसरी अरे मामा डायमन्ड चाहिँ कसरी अरे डायमन्ड सिम्पल हट्टा सट्टा पुरै हात त यस्तो गरेर गर्दिन्छु नि म भिडियो त्यस्तो गरेर चाहिँ क्ल्याप गर्नु पर्यो नि अब यहाँ त कहाँ क्ल्याप हुन्छ त हात गर्नु पर्यो नि अब सक्छ कि यसरी घरमै बस्नु थियो 30 इयर्स ओल्ड यसरी घरमै बस्नु थिएछ हो त्यो केसरी पनि हाल्नु न एकछिन जु बखाउनु गएको
हेर यस्तो बनाउनु पर्छ कि यो त बुन्नु अल्छी लाग्छ भयो यामाङ स्याउर आदाङबाट नसी हजुर समक्ष हामी अथवा किस्मत लिम्बू उपस्थित छ र यता तेन्जुमहरू चाहिँ उता सिक्किमबाट हुनुहुन्छ सुखिमबाट र उहाँहरूको सबैभन्दा विशेष कुरा चाहिँ मलाई के लाग्यो भन्दाखेरि नि जो चाहिँ रियर रहेछ रियर रहेछ होइन कि आदाङबाट चाहिँ कहाँ पाउने यो हो यता लुङ्गालाई पनि सोधेको अरुणाचलबाट ल्याउनु भएको रहेछ उहाँहरू यो मिठोको रूपमा यो केसरी हालेर ल्याउँदा चाहिँ आमा मलाई त झन् यस्तो प्रकारको एन्टिक पिसहरू त साह्रै मनपर्छ दामी लाग्यो आदाङ बदाङमा चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला साह्रै राम्रो लाग्यो हो होइन 3-4 भएको त म लान्थेँ नि एउटा मेरै भाव हुन्छ उसै भाव नि एउटा विशेषता छ अब यो यसलाई के भन्छ खास योलाई चाहिँ मैले अरुणाचल ल्याङ्ग्वेज भाषामा चाहिँ यसलाई चाहिँ के ट्रेडिसनल रूपमा यो बोक्दो रहेछ जुन कुरा चाहिँ यसमा चाहिँ तपाईँको जङ्गलहरू जाँदाखेरि यस्तो प्रोग्रामहरूतिर जाँदाखेरि योमा चाहिँ लाउनु सजिलो निकाल्नु पनि सजिलो त्यो रहेछ छिटो मिठो अन्त यो चाहिँ उनीहरू त्यहाँको मान्छेहरूले चाहिँ ट्रेडिसनल वेमा बोक्दैछ यो चाहिँ एउटा के भन्नु हामीले जस्तै लिम्बू थितीहरूले चाहिँ झोलाहरू बोक्छौँ उनीहरूको यो ट्रेडिसनल उनीहरू पुरा मान्यता दिँदो रहेछ यो बुन्नु कमसेकम यो बुन्नुलाई चाहिँ उनीहरूले चाहिँ 2 महिना आधी लागेछ यो बुन्ने यो खासै यो बेतको चाहिँ कसले गुमेलुङ चाहिँ आखिर यसको चाहिँ 3500 हजुर होइन त्यो 2 महिना लाग्यो भने त 3500 त सस्तामा नि लाग्यो सस्तो छ मैले घटाएर ल्याएको नि यो 5000 भए पनि दिन्छु अहिलेको अहिले लु 5000 दिएँ मैले कमनै होइन उनीहरूको डिमान्ड Happy birthday to you. Happy birthday, dear mama. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear mama. Happy birthday to you. How old are you now? How old are you now? 21! 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21! 26, 27, 28, 29! मेरो प्रिय भाइ बहिनीहरू बिहा नगरी म आशीर्वाद दियो है आज राम्ररी माइज पाउनु बाबुको हिसाबले पनि जिम्मेवारीको हिसाबले पनि सबैभन्दा जेठो त युरिना नै हो युरिनाको पात्रबाट चाहिँ उता हाम्रो आमकोलाई चाहिँ तिनवटा मात्रै खतरले मरो जुडी लिएर आइदिनु ल कुनै उयो दुःखमा पनि छैन होइन एकदमै प्रिय भाइ सबै धेरै थोकै सक्नु हजुरकै बाबुबाट चाहिँ होइन सबैलाई अन्त केही ल्याएको छुइनँ हो मेरो प्रिय भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है र यसरी सम्झिदिएकोमा होइन मेरो भाइ मेरो बहिनीहरूलाई धेरै धेरै धन्यवाद लास्ट इयर 2 साल 3 साल अगाडि पनि हामीले चासोकको नाम सिक्किममा यसरी नै बर्थडे सेलिब्रेट गरेको थियौँ केक काटेको थियौँ होस् आज पनि यहाँहरूले मेरो भाइ बहिनीहरूले मलाई सम्झेको छ धेरै धेरै खुसी लाग्छ धेरै धेरै धन्यवाद अर्थ दिनु केही छैन होइन आशीर्वाद सधैँ आम्बुको तर्फबाट काकाको तर्फबाट अब शिरमा सधैँभरि छ होइन आउने दिनहरूमा सफलताको उच्चको शिखरहरूलाई छुँदै जानु मैले देखे अनुसार मैले बुझे अनुसार मेरो नुसा नुसामाहरूले भोलिको दिनमा गइकन केही कुछ गर्छ सेवा र चुम्बोको एउटा छुट्टै प्रकारको नाम राख्छ हाम्रो यो भेगमा र मलाई आशा छ अवश्य पनि मेरो नुसामाहरूलाई अब दिनु त के सक्छु र हो केही सक्दिनँ अब होइन अब
मिठाई दियो भने पनि अहिले खाएर भोलि निस्किजान्छ हो सबैभन्दा ठुलो कुरा चाहिँ मेरो माया छ आशीर्वाद छ होइन जुन चाहिँ नधुएर रुमाल दियो भने पनि च्यातेर जान्छ जे सुकै पनि संसारमा नाश भन्छ तर माया कहिले पनि नाश भन्छ छैन अविनाशी छ मेरो आशीर्वाद अविनाशी छ र त्यो कुरा चाहिँ म मेरो नुसा नुसामालाई सदा सर्वदा दिइरहन्छु आउने दिनहरूमा त्यसको कदर गरेर अगाडि बढेर जानु अरू केही भन्नु छैन आकाशको तारा गर्नु छैन होइन जति नै भने पनि त्यही हो होइन र आदाङबादाङमा तपाईँहरूले पनि हेरिराख्नु भएको छ मेरो नुसा नुसामाहरूले मलाई कति माया गरिरहेको छ कति माया गर्छ भनेर होइन र यही माया धेरै कमाउनु छैन मलाई बास यति भए संसारमा होइन कमाएको कुरा लग्यो धन सम्पत्ति संसारमै छोडेर जाने हो तर यो कुरा कहिले पनि अविनाशी छ यो मायाहरू र यस्तो मायाहरू सदा सर्वदा पाइरहनु पाऊँ भन्ने आशा सँगसँगै मेरो आशीर्वाद माया पनि सदा सर्वदा मेरो नुसा नुसामा छ भन्दै अहिले भने चाहिँ यतिमै अन्त गर्छु धेरै धेरै अब भने चाहिँ हामी रेडी भइसक्यो है दौरा सुरुवालमा चिरिकै त हाम्रो दया दाई पनि रेडी भइसक्यो र के भन्नु छ अब चाहिँ हामी कालिम्पोङ यहाँ मेला ग्राउन्ड जानु आँटेको के भन्नु छ जानु अगाडि एक्साइटमेन्ट पनि छ साथैमा अब के होला कसो होला भन्ने त भइरहेको हुन्छ होइन जहिले पनि तर जे होला राम्रै होला एक्साइटमेन्ट छ अब साथीको अन्यसँग पनि भेट हुन्छ धेरै लामो समय बाद कम्पिटिसन केलाङ कम्पिटिसन हुन्छ पनि भन्दैछ सोरेङको साथीहरू पनि आएको थियो उहाँहरूसँग पनि भेट भयो सायद हामीले भ्लग खिच्यो त्यसको खिचेन नि खिच्यौँ होला एकदम फुटेज छ भने हाल्छौँ सोचेको भन्दा राम्रै भइरहेको छ हेरौँ अब के कस्तो हुन्छ विशेष गरी कम्पिटिसन हो कुरा अब प्र्याक्टिस त्यस्तो खास छैन अचानक आइबो ज्यादा हामी सबैभन्दा ज्यादा जिडी थाकेको होला नेसनल हाइवेमा बुलेट जस्तो बाइकमा चाहियो केटाले होइन अनि आफ्नो कल्चरको लागि गर्ने हो होइन केही छैन ठिकै छ केही छैन अब त्यो प्र्याक्टिस छ छैन भन्ने बातको कुरा हो र नाच्नु पाउँदैछौँ र आफ्नो संस्कृति र अब आफ्नो भनौँ न परम्परालाई यसरी झल्काउने मौका पाउँदा खुसी नै लाग्छ गर्व नै लाग्छ जे होला राम्रै होला जित्नुभन्दा ठुलो कुरो यहाँ आएर पर्फर्म गर्नु हो त्यही हो हाम्रो उद्देश्य नै अनि धेरै लामो बोलेको जस्तो हुन्छ जे हुन्छ त्यो सबै देखाउँछौँ हामी र भ्लगहरू एकदमै र छ यो यसपालिको है अस्ति हामीले लारिङ्गे खेलेको पनि एकदम र थियो भ्लग होइन जुडी त्यस्तो मजाले टाइम दिएर भ्लग खिच्नै पाइरहेको छैन मजाले सोचेर सम्झेर गर्नै पाएको छैन अचानक भ्लगहरू गराइ भइरहेको छ र ऱ्यान्डम भ्लग र भ्लगहरू मात्रै गर्नु पाइन्छ आई होप कतिजनाले हेर्नुहुन्छ इन्जोय गर्नुहुन्छ त्यही ठिक सकिन्छ Raja dohane kongo hapo yo ras duru ko bera mengu ke chona ina mela e jadu konga pili wa elle ka panse wa elle ka mule ku Raja dohane kongo hapo to tagarani wa mule ka mushkil ni wa mule ka mule Sambalang pedang malang yalang nu tonggong hamung lalang mong mabone Nyim ko khelle komo adam siri togi kon anege himin hekumra bachige Ekyang komo hema merang no mebi hema mijok no mebi hen komo hanga patum no tekam do adam se sewaro Paprikta Sherwani Kelang टोलीलाई धेरै धेरै धन्यवाद उहाँहरूको सुन्दर प्रस्तुतिको लागि र अब भने म यस मञ्चमा मुङपेल निस्वार्थ सङ्घका बहिनीहरूलाई निम्ताउन चाहन्छु उहाँहरूको लिम्बू नृत्य रहेको छ र सायदै उहाँले हाम्रो आजको अपरेटर जोलाई उहाँले आफ्नो गीत दिइरहनु भएको होला केही समय लाग्ला त्यसपछि तपाईँले उहाँको नृत्य हेर्न सक्नुहुनेछ र त्यति गर्दै बहिनीहरू नाच्दै गर्छ र त्योभन्दा अगाडि चाहिँ हामी मात्रै अघि माथि बसेर बोलेकै थियौँ होइन तपाईँहरूलाई त बोल्नु मन लागेको होला होइन र हाम्रो यहाँ अन्य नै देखे ए हो भन्ने तपाईँलाई खोकी चाहिँ कहिलेदेखि साह्रो भएको हामीले मलाई त 3 महिनादेखि साह्रो
ए भन्न हामीलाई डर भन्न अब सिक्किमको पाहुना कालिम्पोङ आउँदा बिमार भयो भनेर त कस्तो नमिठो सुन्थ्यो होला है तर धन्न उहाँ 3 महिना अगाडि नै बिमार हुनुभएछ तपाईँलाई कस्तो लागिरहेको छ कालिम्पोङ र one and only our boss Rapper Anansa welcome to Kalimpong boss how are you feeling thank you so much first of all for having me and I'm feeling very great you know so yeah Kalimpong once again thank you so much it's your first time in Kalimpong this is my first time thank you for having you सायद बन्नेहरुको गीत पनि उयो भइसक्यो होला कि भएन भयो भयो भने नाचिहालौँ नत्र मै भम नाचिदिन्छु के छ र हैन तुलसी सेवारो है Sewa memoda kilangin mihikwa meba lo adang si siwara kon kibong yak tung ne pane mugra kibong hukma welcome Mencia ubang memetu ibang wahuk yung MPU ometem me graba kusing abi kolle हामी समक्ष मेलोडी मेकर्स
फ्रम सिक्किम द म्युजिकल ब्यान्ड उपस्थित भइसक्नु भएको छ र तपाईहरुको समक्ष उहाँले मिठो संगीत प्रस्तुत गर्ने हुनुहुन्छ। आशा छ तपाईहरुलाई मन पर्छ भन्ने र मेलोडी मेकर्सका टिम ब्यान्ड मेम्बरहरूलाई म यस मञ्चमा निम्ताउन चाहन्छु र तपाईहरुले उहाँलाई जोश देखाउँदै उहाँको संगीतप्रति माया देखाउँदै तपाईहरुले जोरदार ताली बजाइदिनुहोस्। मेलोडी मेकर्स इन द हाउस। देख्दैछु नि नि सेवा र सबैजनालाई सर्वप्रथम त थ्याङ्क यू भेरी मच हामीलाई यहाँ बोलाइदिनु भएकोमा। कालिम्पोङमा के सोध्नु फर्स्ट टाइम भन्नुभयो नि? फर्स्ट टाइम इन कालिम्पोङ। कालिम्पोङ आएको चाहिँ निकै भयो तर यसरी यो लिम्बू समुदायको कार्यक्रम गर्ने चाहिँ पहिलोचोटि हो अनि धेरै एक्साइटेड छौँ। अझै यति राम्रै राम्रै लिम्बुनीहरू देख्दा त अघि मुनिदेखि स्याउ 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 भएर आइरहेको छ। एकछिन प्रतीक्षा सोच्नुहोस् है। मुनिबाट स्याउ स्याउ हुँदै आउँदैछ भनेर भन्नु हुँदैछ लाग्यो मलाई। भाइले धेरै कस्तो मान्नु पर्दैन बहिनीहरूले मान्दै पुग्छ। स्याउ स्याउ भयो त कनाउनु पनि पर्यो होइन? कनाउनु पनि छैन। कनाउने भाइहरू थुप्रो हुनुहुन्छ अहिले गाएर कनाएर सुनाइदिनुहुन्छ। केही छिन प्रतीक्षा गर्दैछु। म त कनाउँदैन कनाउँछ। भिडियो गरायौँ र तिमीहरूले बर्थडे त अघि नै बर्थडे सङ त अघि नै सकिहाल्यो होइन? र आज म मेरो बर्थडेको उपलक्ष्यमा मासु र मुनिको चाहिँ अर्कै छ यहाँ लाउनु सक्दिनँ। छोड्नै कस्तो सुत्नुपर्छ ठुकेको छु नाचेकोले अघि होइन? अब आकाशको तारा हेर्नुमा मजा गर्नुमा के छ र मनको दुःख मनभित्रै छ भन्नुमा के छ र तैपनि सबैलाई माया बाँड्दैछु। आजको दिनमा केक काट्दैछु। नजरले केर्नु होला, सबैजनाले हेर्नु होला, मायाले बेर्नु होला होइन? एउटा यो यस्तो के छ अन्त कुरामा कुरा के छ भन्दाखेरि जिउँदो हुँदा नै मलाई हेर्नु आउनु, जिउँदो हुँदा नै मलाई हेर्न आउनु। म हाँसेको जिउँदो हुँदा नै मलाई भेट्न आउनु, म हाँसेको बेला मलाई हेर्न आउनु। दुःखले रुन्छु होला म पनि कहिले काहीँ त्यो गालामा बेर्न आउनु आतङ्कवादमा चाहिँ। आज किस्मत भएको जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो किस्मत आङफुज्यूलाई है। हेपीबर्थडे गाउने दामी ल थप्पडीमै 1 2 सबैजना चलाउनुको हतार छ त्यहाँ। गीतै गाइदिउँ न। ए यस्तो यो टोनमै फेरि ह्याप्पी बर्थडे मामा 1 2 3 गो हैन गाउनु मान्छेलाई काट्छु म। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी
Happy birthday to you. Happy birthday, dear Mama. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Mama. Happy birthday to you. What are you doing? I love you. मेरो भाइ बहिनी मेरो दाजु सबैलाई मेरो तर्फबाट म धेरै धेरै धन्यवाद कृतज्ञ टक्राउँछु अलिकति हात दिइकन आउँछु ल किन भन्दाखेरि पनि यहाँ हाम्रो ले चाहिँ केक काट्नु भयो है अब यो चाहिँ भान्जा बाबाको होला हैन मेरो मामालाई खत्तम के भने रे भान्जा बाबाले सोच्नु कता किलकिलेतिर पनि दिन थाले के हो दा हाँस्दिम न एक लु मामा Last day in Kalimpong, आज है हर्किने हैन केटा आज त आज फर्किनु छ रात हाम्रो सोरेङको साथीहरु पनि छ हैन हिजो उनीको फुटेज खिचेको थियो होला सायद र आज लास्ट डे हो केटालाई पनि भेटिराख्ने अनि चाहिँ घरतर्फ लाग्दिने गयो सोरेङ केटाहरु खै यहाँ छैन सबै गयो गयो भन्दैछ भन्दा केटाहरु त ए गयो छ नि मलाई त कहाँ थियो सेल्फी लिनु खिच्छ के रे दुईजना गरे के किन अन्त खिच्छु नि अन्त के भन्छ रे यसलाई के अरे यो चाहिँ के अरे यो चाहिँ के बोबा हो मोहितो पाइनएप्पल फ्लेभर यो चाहिँ ल लास्ट डे इन कालिम्पोङ हाम्रो चाहिँ बोबा खानु छ हैन मोहितो हामी आज 2 बजे निस्क्यौँ कति बजे पुग्छ होला सिलगढी 5-6 बजे बिस्तारै जानु मजा आयो तर यत्रो दिन ठिकै छ त अब नाक चिलायो आम्मा सुम्बारेको साथीहरुसँग गर्छ नि हो पर रहेछ के भन्नु छ के भन्नु छ मलाई के आज लास्ट डेमा अब हिजो रमाइलो भयो आज पनि प्रोग्राम राम्रै हुन्छ आज त बिचमै त जाने हो हामी ल यति हो बसेर राख्नै भयो सबै रातभरि सुतेको हो डाङ केटिकल यताको रुमदेखि उताको रुमदेखि यता हुँदा हुँदा आज त तर मान्छे गाउने को हो सुनि केटाले गुरुहरू रहेछ गुरुहरू तिमी उतापट्टि रुम दिनु माथि नेपालको जस्तो लाग्यो त्यो निकै राम्रो छैन त पाला पनि दिँदै थियो होइन नि मैले पाला भन्नु केटाहरू माथि गएर खायो फेरि माथि खायो 1-2 जना कस्तो गौले हो आम्बो खाने क्या सपना जस्तो लागिरहेको छ काथ्यो बेसी पक्रा त म पनि Predator
कुदाउँदा निद्रा लाग्छ त्यही कारण चाहिँ हामीले मोटरको डर खाएको यसमा के हुन्छ क्याफिन कति पर्सेन्ट क्याफिन छ यसमा टायर्ड गाइस टायर्ड 250 milliliter 75 Right now we are in Siliguri entry भयो टाइम छ ओके कति भयो यहाँनिर टाइम सिन गर्नै मिलेन धुलो खाँदै हामी जाँदैछौँ आफ्नो रुमतर्फ फाइनली we are in Siliguri This way feels like a lifetime. Hours turn to days when you're gone. No skies of grey when you're home. 'Cause I can't wait another day till you're back in my arms again. I hope you'll be coming home soon. Reached. Jadi, ke भयो? नगर लक किन ल हेलमेट माथि पुगेर खोलौँ वेलकम होम जुडी आइपुग्नु होइन खै मैले पनि टाइम त हेरिनु नि हो त खै हेर्नु दुवैजना कस्तो हालतमा छौँ हामी यहाँ भएन दुवैजना आमा ठिक छ ढाक तर त फ्रेस है कति बजेको थियो अघि 1 बजेको थियो हिँड्दाखेरि आज कति बज्यो अहिले कति बज्यो 4 बज्यो 4 बज्यो होला फाइनली इन सिलिगुडी 12 तारिक यही रुमबाट निस्केको 14 तारिक फेरि ब्याक टु यही रुम फेरि ब्याक टु नर्मल डेज त्यही हो के भन्नु होला त हो हत्तु भयो आँखा पनि मान डुल्दै डुल्लो भयो and that's it. I think this is EP15 eh? This is all about EP15 and this is the end of EP15.